हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग होइन। सो आज चाहिँ हामी उता मनोकामना जान लागेको। अहिले चाहिँ कति 3 बजी त 3 बजी अहिले 3 बजिरह। सो हामी चाहिँ नुहाएर मुखसुख धोएर ठिक पारिसक्यो। भाइ पनि यता ठिक पारिरह, भाउजू दाइ अनि दाइ उता बाहिर कुखुरालाई नुहाइदिँदै हुनुहुन्छ। दाइ क्रिम लाएर रेडी हुनुहुँदैछ। म पनि नुहाएर लुगासुगा लगाएर चट्टै रेडी भइसक्यो होइन। सो त्यही हो, अब चट्ट अहिले जाने बेलामा गाडीलाई पनि भर्खरै बोलाएको। अब गाडी पनि आउँदैछ अनि गाडी आएपछि चट्ट जानुपर्छ है। सो त्यही अहिले गाडीमै भेटौँला है त गाइज। फाइनली गाडी पनि आइसक्यो, गाडी यतापट्टि छ। सब रेडी भइसक्यो, हामी चाहिँ रेडी भएर निक्लिसक्यो। दिदीहरू चाहिँ आउनु भएन अझै। हामी भाइ बाहिर छ होइन, मन्दिर जाने अन्त आज। भाउजू तपाईँ मन्दिर गएर के माग्नुहुन्छ? के माग्नु? दाइ तपाईँ? तिमी के माग्छौ? म त के माग्छु? ए म के माग्छु दाइ? सेतो भएर बसिसौँ, नुहाएर बिहान बिहान बल्ल निक्लिनु भयो जस्तो छ दिदीहरू। अब गाडीमा भेट्छु होइन। सो बबाल हुन्छ, कस्तो हुन्छ हेर्नु फुल भिडियो। फाइनली हामी गाडी चढेर पनि हिँडिसक्यौँ। आँखाको भिले पक्की भला यो अगाडि बस्नु नपारिसकेर सबैजना भेला भएर हामी चाहिँ अब चल्दिएको। दाजु नि ह्यान्डसम भएर यता 3जना 4जना दाइ अगाडि, हामी यता 4जना। अहिले त लगाइहाल्छ अहिले त सबै यत्तिकै जानुपर्ने हुन्छ होइन। उज्यालो भयो गाइज। उज्यालो भयो, अझै कति टाइम लाग्ने? 2-3 घन्टा लाग्छ होला अझै। मेरो बस्ने तरिका निधाइछन्। दाजु चाहिँ हुन्छ गीत मिठो बज्यो। यस्तो लु सरले हालिदिनु गर्दैन त हालिरहनु चिलमा दिँदै भान्जी त झन् फेल्दै त्यो बिचिल्ने।
तलबाट चाहिँ कस्तो भिडियो नगरी आएको यहाँ आएपछि चाहिँ गाडी नै चिप्लिरहेको यस्तो टर्निङमा आएर अब ठेल्नु पर्ने हो कि अब के थाहा पनि यो बिना प्लानको अहिले खोइ अहिले कल गर्छु गाडी फसिरहेको छ गाडी आइरहेछ हराउन आउनु न निकाल्छ भयो ल गाइज जुत्ताको हालत यस्तो भइहाल्यो अब उचाल्नु पऱ्यो हेर्नु बाटो हेर्नु बाटो ढुङ्गा फ्याँक्नु पर्ने कि बाटोमा पर्छ ल ओइ अम्मा म खुट्टा ल बाटो क्लियर ओह्रालोमा चाहिँ सुन्दर हुन्छ कि है अँ भने ल जुत्ता चलिरहेको छ भाइ दामी भइहाल्यो नि बाटो हेर्नु न यो अलिकति बढी भएन यो ल्याङ भयो नि जुत्ता कस्तो धोरो टिलिल्लो बनाएर लिएर आएको रमाइलो भइरहेछ हामीलाई हो हिँड्नु कटेर आइयो होइन माथि आइसक्यौँ धेरै गाह्रो भयो हल्लिएर गाडी हिलोमा चिप्लेर झरेर हामी गाडी खेल्न चाहिँ परेन जुत्ता फोहोर भयो लुगा भिज्यो के भन्छ देख्दै म के भन्नु अब भन नि भन केही भन मलाई पानीले भिजेर अलिक चिसो भइरहेछ अन्त गाडी गर्न थुप्रा मात्रै यत्रो निक्ल्यो ल ल भन भन्नुपर्छ नि उल्लु आउँदैन कस्तो फिल भइछ अघि उल्लु भइरहेको थियो अहिले ठेलुलु भयो ए लड्दै पर्दै आइपुग्यो हामी चाहिँ होइन यहाँ यत्रो चट्टान रहेछ चट्टान कस्तो हिन्दी बोल्दै हाल्नु गाडी नै लिएर जाउँ भन्नु त भन्नु आएको बाटो त खत्तम चिप्लो न चिप्लो रहेछ ठाउँमा अनि एकदम कठिन कुत्र कठिन यो त यात्रा गर्नु परिरहेछ अनि कुत्र भने यहाँ छोरो पनि छ भने कि कुत्र र बाबु भने नि रियल पनि हो होइन के भन्छ तिमी
फाइनली बल्ल माथि आइपुग्यो होइन। अब चाहिँ मन्दिर जानुपर्ने हुन्छ। मन्दिर जाने यताबाट हिँड्दै जानुपर्ने चाहिँ गाडी यहाँ पार्किङ भइसक्यो। यहाँ अब के किन्न पर्ने हो, यहाँ चट्टै किन्नुपर्छ होइन। सो अब यहाँनिर के किनेर अनि यहाँबाट हिँड्दै जानुपर्छ है। सो अब त्यही हो, बवाल भयो यहाँसम्मको यात्रा चाहिँ। दादा चाहिँ अलिकति यस्तो चलिरहेको, पार्किङ अलिक गाह्रो छ। भ्यू हेर्न सक्नुहुन्छ होइन। हामी दुईजना चाहिँ पछि पछि छौँ। पसल यहाँ छ तर केही खानु हुँदैन पूजा नगरिकन। गाह्रो छ नि, गाह्रो छ। सिकिराख्ने विभिन्न मैले सिकाइदिन्छु सबै। मन्दिर गएपछि काम लाग्छ। यो गोर्खापन काम हो न। झ्याप्पै मायालाई हालौँ भने नि ठिक छैन जवाना। घरहरू बवाल बवाल रहेछ मन्दिरको छेउमा भएर होला है। तलतिर त पुरा त्यो डाँडा मात्रै क्या, रोड मात्रै। कहीँ घर थियो, एउटा दुइटा, त्यही पनि घरमा नि मान्छे थिएन यहाँ। म कस्तो भइदियो क्या, मान्छे नभए गाउँमा। पहिलोचोटि देखेँ क्या आम्बो। यहाँनिर चाहिँ के पाउने रे, सामान खानेकुरा नि पाउने है। तर हामी खानेकुरा पाउने ठाउँमा हेर्दैनौँ अहिले। हामी मन्दिरको झ्याप्पा लाएर केटी हेर्ने क्या, त्यो दौडिरहेछौँ। कसरी रे, कसरी दौड्यो रे देखाइदिनु। हामी दौडे यसरी नै हो। कस्तो अहिले चाहिँ बवाल देखियो त पानी रहेपछि त। फाइनली मन्दिर चाहिँ आइपुग्यो होइन। दाइहरू बल्ल बल्ल भर्खर कुखुरा बोकेर आउँदै हुनुहुन्छ। म चाहिँ अगाडि यत्तिकै हिँड्दै आएको। मन्दिर आइपुग्यो। धेरै दुःख कष्ट पछि आइपुग्यो मन्दिर, फाइनल्ली भेट्यो। भगवान् भेट्यो, भेट्न बाँकी छ, लाइन बस्नुपर्ने होला है। मन्दिर सानो देखिरह, अब चाहिँ ठुलो देखिन्छ हल्का अगाडि गएपछि। हजुर रुक्नु, अहिले आउँछौँ हामी, फेरि आइहाल्छु यहीँबाट। जुत्ता खोल भनिरहेको थिएँ। हस् दाइ ए भइहाल्छ नि दाइ। हस् हजुर। हामीलाई चाहिँ पुरा खाजा खुवाउनको लागि होला होइन। त्यही भएर यहाँ हल्का के भइरहेको थियो। दाजु कस्तो भयो भन्नु दाइ चाहिँ लाइन बस्नुपर्छ, कति पालो आउने हो। फाइनली मन्दिर आइपुग्यो। लाइन चाहिँ लास्टै लामो रहेछ क्या। हामी तलदेखिबाट हिँड्दै आइपुग्यौँ। लाइनको पुच्छरमा पुगिँदैन अझै पनि। अत्तो छैन अझै, कहाँ हो। कस्तो केही पनि नखाइकन आएको छ। पानी एक गिलास खाएर, चिसो पानी छैन यार। आम्मो अझै माथि नै छ। अब कतिखेर हामी यसको पुच्छरमा पुग्ने र अनि यत्रो आम्मो यार, कहिले पुगिँदैन त नि। लाइनै सकिँदैन यार। भाउजूहरू त कुद्दै पुगेछन् जस्तो छ लाइन बस्नलाई। हामी त यार कुखुरा बोकेर हिँडेको अझै आइपुग्यो होइन। अझै कहाँ माथिसम्म हो। आज सायद शनिबार भएर होला यति धेरै भिड भएको। म हेरिरहेको छु। अझै छैन त लाइनै। बोको बलिको सुकेर पत्ता लगाइदिन्छ पनि छ है। बोकै बोको छ। गरिम भयो यार। अब त फेरि ओह्रालो झर्नुपर्छ जस्तो छ। लाइन बस्न त
हामी माथि टपमा आइसक्यौँ तलबाट होइन फेरि हामी ओह्रालै झर्न पर्ने हुन्छ क्या लाइनको पुच्छारमा पुग्नलाई त्यही पनि यसको त पुच्छारै छैन जस्तो छ हामी गाडीबाट फुत्त झर्ने बित्तिकै लाइन बस्न पाउने रहेछौँ ल्याङ भइगयो नि ऊ पछाडि गएर बसे जानु कति चाँडो हिँडेछन् है जेल्ली भयो आमो लाइनहरू ल्याङ भइगयो नि त केही पनि छैन यार खानेकुरा बाहेक केही छैन क्या सोचेको जस्तो केही हुँदैन क्या केही हुँदैन क्या सोचेको जस्तो केही उयो यस्तो हुन्छ है लाइन बस्न आयो है फेरि लाइनमा राखौँ यतापट्टि बसेछ लाइनमा बस्न आएको कुकुर लाइनमा राखेको कुकुरलाई राखौँ कि जस्तो लाग्यो हामीले चाहिँ किनेको बाला हो यो मनोकामनामा 100 कतिमा किनेर हामीले 150 150मा किनेको अख्खा तरुन थिए माला बेच्ने चाहिँ अख्खा तरुन थिए त्यहाँ एकदम दामी तरुन थिए त्यहाँ गएर किने गाइज हामीलाई अरू केहीको बाल छैन क्या हामीले सानो किन्नु तरुन चाहिँ हुनु पऱ्यो घटाटर डिस्काउन्ट हानिदिन्छ हामी यहाँ नि तरुनै हुनुपर्छ हामी यो खुकुरी किनिदिन्छौँ तर यहाँ तरुन हो भएर मात्रै ल्याङ भएको कि हामी चाहिँ आइसक्यौँ अघि नाची कस्तो भोकले बोल्नै नसकेर भिडियो बनाउन नि मन लागेन अहिले चाहिँ होइन बोल्न सक्ने भइसक्यो बिबिन भाइ टाका खाएर होइन थकाली खाना सेट खाएर एकदम मिठो यहाँको कुखुराको मासु लोकलसँग घिउ हालेर खाएको छ है अहिले चाहिँ पुरै तागत आएर अनि जोस र जाँगा छ ल मादल चाहिँ यहाँ चाहिँ दामी दामी गर्छ है यहाँको चाहिँ होइन बिबिन भाइ चाहिँ अब मादल यहाँ बजाउँदैछ है तर मादल बजाउनु चाहिँ आउँदैन क्या यो उत्तिकै आँट्ने मात्र हो घाँटी पनि भएन घाँटीमा यसले हान्यो भने चाहिँ खरिसरी झारिन्छ नयाँ मादलको अनि त्यही बिजोग हुन्छ मादलहरू चाहिँ यहाँ किन्न हुन्छ ल भयो चेक गर्छ तँ लाउँदैन हाम्रो दाइ हुनुहुन्छ मादल खतरा बजाउनुहुन्छ दाइले चाहिँ मादल दामी बजाउनुहुन्छ एकदम सही छ ओइ माई गड ल यार मनोकामनाहरू ल पानीपुरी पनि भेट्यो है यहाँको चटपटीवाला पनि भेट्यो काँचै चटपटी पानीपुरी हो हामी नसोध्ने तर केटी थियो क्या दामी खालको क्या गइदिनु मन त थियो नि के गर्नु तर हामी गएनौँ है खोइ हामी केबल कार खोज्न आएको केबल कार नै हराएछ ल त्यो पार्किङ हो नि कहाँ केबल कार हो र केबल कार चाहिँ आउँदैछ अरे तर कहाँ आउँदैछ मैले देखाएको छु नि यताबाट यस्तो दामी रहेछ बाटो यस्तो दामी छ कसैले सक्दैन नि फेरि बिबिन भाइलाई होइन आमा अम्मो हानिदिन्छ नि त फेरि ल हेरेर हाँसु न त नि केटीहरू नि तँलाई थाहा नै छैन क्या केटीहरू हाँस्नु नि जोकरलाई देखेर क्या अहिले जो पनि कहाँ म जोकर छु
सही हो दामी दामी वरिपरि चाहिँ हामीलाई राम्री हामी चाहिँ होइन वन जङ्गलतिर चल्दै क्या तर कता चल्दैको थाहा छैन वन जङ्गलमा चाहिँ चल्दैको हामी बबाल छ गाइज दामी ल बिन भाइ एउटा आम्बो जाओस् त खतरासँग आम्बो ल हामी चाहिँ यता चल्दिएको नि त ल त्यही हो है हामी केबल कार पनि अब हेर्न आयो है हामी केबल कार नचढ्यो भने भाइ त गाइज हामी केबल कार हेर्न गयो है त्यहीँ गएर भेटौँ ल पारा ल दामी उयो खतरा दामी ल तिमीहरूको नाम के हो अरे भन त ओइ त्यस्तो ल जुत्नु हुँदैन है ल भाइ भनिदेऊ त पारा भनिदेऊ अलिक पारा गर्दैन पारा गर त्यस्तो होइन यस्तो पारा गर्दैन त्यस्तो बिहे गर्नु हुँदैन है पारा ल पारा केबल कार पनि है केबल कार पनि हेर्दैम न त होइन यहाँ बसेर हामी आफ्नै पारामा क्या फेरि सिलमा हो नि त गाइज आम्बो दुनियाँको मतलब छैन नि फेरि जङ्गलमा आएर केबल कार हेरिदिन्छ हामी नि कसले सक्छ सक्दैन नि फेरि तल फेरि यहाँ हेलिकप्टर आइरहेको है पटक गर्दै पहाड चाहिँ बबालै देखेछ पछि नै होइन गाउँ बस्ती पनि दामी रहेछ फाइनली हामी चाहिँ आइकन गाडीमा बसिसक्यौँ बाटो नचिनेर फेरि फिल्ला भएर यहाँ तल आइसके मान्छे पनि फेरि माथि गएर फेरि तल आएर बल्ल आएर गाडीमा बसेको अब चाहिँ हामी हिँड्नुपर्ने हुन्छ होइन सो टिका लाएर हिरो भनेर होइन सबजना उल्लु कस्तो फिल भइरहेको अहिले चाहिँ भने है अहिलेको फिल त्यही हो हल्का तल गएपछि म भिडियो गर्छु अहिले चाहिँ बन्द गर्छु मलाई फाइपुग्यो होइन म चाहिँ अघि भिडियो गर्छु भनेको म चाहिँ गाडीमै निधाएछु क्या अन्त हजुरहरूलाई मैले देखाउन पाइनँ होइन त्यसको लागि सरी निधाएछु क्या बिहान पनि निधाएँ अहिले पनि निधाएँ किनकि चाँडै उठेर आएको हो नि त त्यही भएर अब हामी यहाँ झरेको अब के खानेकुराहरू माछा चिया खान्छौँ पर्छ अनि खान्छौँ अनि त्यही अब चाहिँ अब एकैचोटि घर भेट्ने होला बाटो लास्ट अप्ठ्यारो छ अनि मोबाइलै अडिँदैन त्यही हो गाइस हामी चाहिँ घर पनि आइसक्यौँ होइन यतिखेर अहिले चाहिँ 12 बजिसकेको छ अब चाहिँ हामी सुत्नुपर्ने हुन्छ मैले भिडियो पनि त्यति राम्रो बनाउन पाइनँ निधाएर बिहान चाँडै उठेको भएर होला निन्द्रा लागेको गरेर त्यति राम्रो भएन भिडियो होइन सो अब चाहिँ भिडियो बन्द गर्नुपर्ने हुन्छ कस्तो लाग्यो राम्रो लागेमा लाइक कमेन्ट सेयर गरिदिनु होला सब्सक्राइब गरिदिनु होला सो नेक्स्ट भिडियोमा भेटौँला है त गाइस बाई लभ यु